Hello guys, good morning. I hope तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। हामी चाहिँ आज सन्नदी जान लागेको सर्ट भिडियो चाहिँ म तपाईँहरूलाई लिएर आइरहेको छु। सो अब म रेडी भएर तपाईँहरूलाई देखाउँछु। एउटा निस्किन चाहिँ निकै टाइम लाग्दो रहेछ है। अनि यहाँ यहाँ चाहिँ हाम्रो खानेकुरा हामी चाहिँ अलरेडी यहाँ एउटा त्यहाँ बाइक एउटा पर एउटा बाइक छ हामी चाहिँ मान्छे यतिजना छौँ भाइ मम्मी हेलो हामी चाहिँ मुहान पोखरी भन्ने ठाउँमा आइपुग्यौँ। हामी चाहिँ यहाँ तीजको बेलामा पञ्चमी नुहाउनको लागि आउँछौँ। त्यो बाटो स्ट्रेट गयो भने चाहिँ मुहान पोखरी आउँछ होइन। यहाँबाट सिधा गयो भने चाहिँ तेलकोट आउँछ। हामी चाहिँ तेलकोटतर्फ जान्छौँ। यो साइडबाट चाहिँ हाम्रो भक्तपुरको भ्यू एकदम राम्रो देख्छ कि अहिले चाहिँ कुहिरो लगाएको भएर खासै केही देखेको छैन। दिउँसो चाहिँ एकदम राम्रो देख्छ। अगाडि बसिसकेको रहेछ हिँडेर आयो क्या उनीहरू चाहिँ डराएर यहाँ चाहिँ हाम्रो भाइको बाइक पल्ट्यो। पुरै सर्टकट आउनु खोजेको बिचरा बाइक ट्रिपल लोड भएको भएर चाहिँ ब्यालेन्सहरू भएछ। हामी चाहिँ अब वर्कसप खोज्दै जान्छौँ। वर्कसप चाहिँ कहाँ भेटिन्छ हेरौँ। कस्तो उकालो छ त्यो अनि सिङ्गल हिँडे जसरी हिँड्न खोज्यो फाइनली हामी चाहिँ तेलकोट आइपुग्न लाग्यो। तेलकोटबाट चाहिँ हामी लेफ्ट लाग्नुपर्छ। यहाँबाट राइट गयो भने नगरकोट जान्छ भने यहाँबाट लेफ्ट गयो भने साली नदी जाने बाटो हो। सो अब हामी चाहिँ यहाँ वर्कसप भेट्यो। अब वर्कसपमा के हाम्रो बाइक बन्छ भन्दैन हेरौँ एकचोटि। वर्कसप यहाँ छ एकजना लडेर यहाँ लोड भयो है। लोड हामी नि उता साइडमा बस्छौँ एकछिन ग्लु स्टिक हालिदिउँ न के अरे सुपर ग्लु यसैमा डरोस् दशा चाहिँ हामी चाहिँ अब यहाँबाट तल साखु जान्छ। एकदम अप्ठ्यारो बाटो छ ओह्रालो छ। ओह्रालोमा अलिकति गियर गर्नुपर्छ बिस्तारै ल। अब यहाँबाट चित्त सकिन्छ पछि बनाउँछु भिडियो लक्ष्मी मन्दिर यो चाहिँ पञ्चमहालक्ष्मी मन्दिर हो। एउटा लेफ्ट लागेर हामी सालीमाता मन्दिर जान्छौँ। यहाँबाट सुरु हाम्रो बाटो
पार्किङ गरेर हिँड्न लाग्यो यस्तो छ है हाम्रो यहाँ पार्किङ गर्ने ठाउँ यहाँबाट चाहिँ हिँडेर जानुपर्छ हिँड्यौँ कोका पन्तुरा बोकेर यस्तो खोला छ यस्तो यस्तो बाटो हिँड्थ्यौँ क्या पहिला हामी चाहिँ खोला बाटो हिँड्छौँ मैले त पेज बनाएर हिँड्न चाहिँ जस्तो गाडीमा सजिलो चाहिँ हुन्छ यस्तो पानी यस्तोसँग छ हिँड्यौँ हामी चाहिँ यहाँबाट तल छ मन्दिर चाहिँ त्यो बाटोमा मन्दिर चाहिँ यहाँ छ है गाई छ यहाँ हो मन्दिर चाहिँ हामी यस्तो हिँड्नुपर्छ यसरी बाटोहरू हिँड्न कस्तो भोक लाग्यो भने हो यस्तो छ बाटो कुन्त्ररङ बाटो छ यहाँ चाहिँ यस्तो बाटो पहिला चाहिँ हामी यस्तै बाटो हिँडेर जान्थ्यौँ क्या अहिले चाहिँ रोड बनाएको यस्तो छ रोड मान्छे आउन पास गर्नुपर्छ अहिले त बरु पानी परेर रहेछ नि यहाँको खोइ के भयो जाने ठाउँ नभए होला बिचरा जग्गाहरू बनाउँदा अनि थुनी होला नत्र यस्तो ठुलो पानी थिएन क्या धेरै के भयो अरे एउटालाई भोक लाग्यो एउटालाई पानी प्यास लाग्यो रे के गर्दैनौँ यसरी गर्नुपर्छ हाम्रो चाहिँ फाइनली गाइस हामी आइपुग्न लाग्यौँ मेला सुरु हुन्छ यहाँ उसको अन्तिममा सुरु र माको अन्तिममा अन्त्य हुन्छ यो माको मेलाको अब यहाँ चाहिँ आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् भन्दै हिँड्नुपर्छ है हिँड्नेछौँ हामी चाहिँ सुरु भयो हाम्रो प्याज मान्छे खोलामा नुहाइसकेपछि चाहिँ यसरी पूजा गर्ने चलन छ सो हामी पनि यसरी पूजा गर्न लागिरहेछौँ है भगवान् रक्षा गरिदेऊ परमेश्वर चाहिँ बसेर खाजा खान लाग्यो सबजना खाजा खाँदैछ चाहिँ अब चाहिँ खाइसक्यौँ गाइस अब चाहिँ हामी जाने यस्तो रमाइलो भइरहेको छ है सब आफ्नो फ्यामिलीसँग हामी चाहिँ हाम्रो फ्यामिलीसँग हामी चाहिँ फर्केको अब नेक्स्ट भ्लग नयाँ भिडियोको साथ चाहिँ हजुरमा लडाइदियो अरे